ल हे साथीहरू, हामी आइपुग्यौँ यहाँ यो इलाम नगरपालिका 1 लाखेजुङ भन्ने ठाउँमा आयो। यो ठाउँमा हाम्रो गाडी रोकियो। यो ठाउँमा खानाको लागि यहाँ सम्पूर्ण महानुभावहरू झर्नुभएको छ। गाडीहरू आइसकेको अवस्था। अब एउटा गाडी आउनु बाँकी रहेछ। 5वटा गाडी आइसकेको छ र अब हामी यहाँ खानाको लागि गरिरहेका छौँ। लाखेजुङको चियाबारी। लाखेजुङको चियाबारी। त्रिवेणी होटलमा सम्पूर्ण पसिसकेको अवस्था। खानाका लागि बेकाबेक सम्पूर्ण अनि भक्तालु तीर्थयात्रीहरू खानामा धमाधम एकदम भोकले सबै बिहान गरी खाइरहनु भएको छ मजाले। हेलो दर्शक महानुभावहरू, अब हामी सबै गाडी भेला भइसकेको अवस्था होइन। हाम्रो 6वटा गाडीमा अब सबै 6वटै गाडी भेला भइसकेको अवस्था। अब यहाँबाट चाहिँ यो ब्यानर टाँगेर अनि यो सेतो झन्डा लगाएर सँगसँगै लस्करै जाने भन्ने कुराहरू आएको छ। अब यो है। हेलो जय फक्ताङलुङ। अब हामी सबै गाडी अब चाहिँ 6वटै गाडी भेला भएको अवस्था। अब मौसम पनि राम्रै छ है। अहिले पानी पर्न आँटेको धुम्मिएको अवस्था। अनि यहाँ सम्पूर्ण यहाँ भक्तजनहरू भेला भएको अवस्था। आजको फक्तालुङ तीर्थयात्राका सहभागी तीर्थयात्रीहरू, गुरुहरू र यस तीर्थयात्राको आयोजक टिमहरू सबै हाम्रा गाडी ड्राइभर गुरुहरूको टिम, हाम्रा गाडी ड्राइभर गुरुको टिमहरू सबै म नाम पुकार्छु ल। पहिलो नम्बरमा सङ्गीता थलङ। सङ्गीता थलङ। विक्रम तुम्बापो खै जगबाटुङ चेम्चङ। यहाँ हामी भक्तजनहरू कतिका छौँ, हामी पुरा छ कि छैनौँ भनेर यहाँ जुन नामाकरण यो हाजिरी भइरहेछ। दीक्षा राई हो। सविता राई, पवन राई, हाम्रो यो जुन छलफल गाडी व्यवस्थापनको विषयमा हामीलाई जुन समस्याहरू भयो यसलाई पनि तपाईँहरूले सबै बिर्सी दिएर हामी जम्मा श्रद्धालु भक्तजनहरू जम्मा 63 जना रहेको जानकारीमा आयो। त्यसले गर्दाखेरि अब एकजना सिक्किमबाट चढ्ने र एकजना यहाँनिर कन्यामबाट चढ्ने भएको कारणले गर्दाखेरि
अहिले हामी 11 जना चढेर जानुपर्ने बाध्यता परिस्थिति आएको कारणले गर्दाखेरि 11 जना चढाउँ र हाम्रो पुलिसहरूलाई पनि हामी के अनुरोध गर्न चाहन्छौँ भने अब भिडियोसम्म हामी यो टोली मिलाएर जान्छौँ। अब यदि भिडियोमा गाडी म्यानेज भयो भने हामी अर्को एउटा गाडी म्यानेज गर्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ अब यो जे जति छलफल विवाद त्यसलाई सबै बिर्सेर हामी एउटा पवित्र स्थलमा हामी गइरहेको कारणले गर्दाखेरि चाहिँ कोही कसै पनि नरिसाइकन संयमित भएर हामी अगाडि बढौँ भन्ने म अनुरोध गर्न चाहन्छु सबैलाई सेवाहरू। ल अब हामी जाने तयारी गर्दैछौँ। अब हाम्रो यात्रा अब निरन्तर रहनेछ। यहाँको छलफल र विषयपछि अब यहाँ वातावरण शान्त भएको अवस्था र अब हामी अघि बढ्दैछौँ। ल अब तयारी अवस्थामा गाडी यहीँनिर मोबाइल चार्ज छिट्याउनु हो भने चाहिँ अनि भरे राम्रो राम्रो ठाउँ आउँदाखेरि चाहिँ के गर्नु? ल 1 नम्बर हिँडिसक्यो। ल हामी 2 नम्बर हिँडिसक्यो। यो किदिनमा झर्दैन हैन यो त atan awairo anigo pulesa atan awairo atango sencelunga seselarilo atango sencelunga seselarilo chalo pepa pero atante kiro aniga pulesa atan awairo pulesa atan awairo खाली साह्रै मिठो गुरुको स्वर हो। मैले पनि फेल खायो। अब हाम्रो रामगुरु ओठा जाओस् होइन त्यो पालम त आउँछ गुरु पालम कुटी डाँडा पनि हामी आइसक्यौँ। यो मनोरम दृश्य रोड रोङ डाँडा कुटी डाँडाको सुन्दर भ्यू चाहिँ गाइस। चिसो बढ्दै गएको गाइस। अब चाहिँ चिसो बढ्न थाल्यो है पुरै पहाडको चिसो। अब चाहिँ पहाडको चिसो आइसकेको छ। रोङ टिम वाउ
गाडीको सामान झार्ने काम भइराखेको छ। नम्बरभरि फक्ताङलुङ होटल एन्ड लज है, फक्ताङलुङ 5 हेलोक चौक अरे रानी पुलमा हामी यही होटलमा हामी आज विश्राम गर्नेछौँ। सम्पूर्ण सत्याङमा भक्तजनहरू तीर्थयात्रीहरू यहाँ विश्रामको लागि यहाँ झर्दै हुनुहुन्छ। झर्ने क्रम जारी छ। आफ्नो सामानहरू यो चाहिँ हाम्रो टिम शिव शताक्षी 6 को टिम। हाम्रो टिममा अब यहाँ सामान लिएर आइसकेको छ। हाम्रो यहाँ यो 4 नम्बर गाडीको टिमहरूको सार सामानहरू झार्ने क्रम जारी छ। ए यो मेरो होइन, यो ल सामान लिएर आइसक्नु भएको छ हाम्रो मनकुमार काकाज्यू। ल आउँ आइपुगेछ हाम्रो राम सर आइपुग्नु भयो। ल यहाँ हाम्रो मनकुमारज्यू पनि आउँदै हुनुहुन्छ। सबै लाभलस्कर साथ अब थकाइको साथ गाडीको थकान मेट्नलाई हामी फक्ताङलुङ होटलमा विश्राम गर्दैछौँ। तीर्थयात्रीजीहरू आउँदै हुनुहुन्छ लगातार सामान बोकेर ड्याङ्की ड्याङ। ल हाम्रो यहाँ भतिज पनि आउँदै हुनुहुन्छ लु एकदम थकित रूपमा। साथीहरू आइपुगेका छौँ है हामी अब हाम्रो फक्ताङलुङ होटलमा हाम्रो विश्राम हुँदैछ। हामी यहाँसम्म आइपुग्यौँ। हाम्रो यो गाडीको चाहिँ अन्तिम गन्तव्य भोलिदेखि अब यहाँ हामी पैदल यात्रा जाँदैछौँ। हामी घुम्सा लेले घुम्सासम्म जाँदैछौँ हामी। आज हाम्रो विश्राम चाहिँ फक्ताङ होटलमा हुँदैछ है। ल खोइ देखाएन मलाई बन्द। ल यो हाम्रो तीर्थयात्राको यो गाडीको अन्तिम गन्तव्यमा सम्पूर्ण तीर्थयात्रीहरूको यहाँ जमघट छ। यहाँ ल जम्मा 63 जना तीर्थयात्रीहरूको भिड यहाँ देखिएको छ। अघिसम्म हामी 6वटा गाडीमा थियौँ, मान्छेको कुनै भिड देखिएको थिएन। जब मान्छे उत्रिसकेपछि यहाँ भिड देखियो। हामी यति धेरै आएका रहेछौँ। हामी 63 जनाको हाम्रो फक्ताङलुङ यात्राका तीर्थयात्रीहरू हामी देख्दैछौँ यहाँ। हामी अड्छौँ त सबै यो होटलमा हो। ल मलाई पनि एकजना चाहिँ व्यवस्था गरिदिनुहोस्। सल्लाह गर्नुपर्छ अब एकजना चाहिँ मलाई एकदम पछि चाहियो सबै आयो। एउटा माथि डालाउने व्यवस्था हुन्छ। कस्तो रह्यो त
र हाँसेको राम्रो नि स्वास्थ्यको लागि भारी बोक्नु सक्नु हाँस भोलि चाहिँ हुन्छ होला कस्तो कस्तो रह्यो हौ तपाईँको यात्रा एकदम भन न यता सुख अङ्कल सोध्दै हुनुहुन्छ यता यता एकदम सुखमा रह्यो चेक रह्यो ठिकै रह्यो बोल्नै सक्दैन यिनीहरू मेरो त यस्तै छ भारीहरू त सर हजुर आम्मा कति धेरै ल्याउनु भएको छ यो त अनि भरिया बेगर हुँदैन नि ब्ल्याङ्केट चाहिन्छ त जाडोमा अनि यस्तै छ मेरो भरियाहरू बरियाहरू म उठ्दै बिरामी बिरामी आज झन् त गाह्रो भयो कस्तो कष्टप्रद हो धेरै गाह्रो 4 जनाको चेपमा आउनुभयो कि कस्तो हजुर दुईजना अगाडि अगाडि बस्नु भयो अगाडि भन्दै हुनुहुन्थ्यो म चेप्टेपछि ब्लिडिङ हुन्छ क्या अनि म चेप्टिन्न भनेर पहिल्यै सूचना गरेको पहिलोचोटि तपाईँको फस्टाउनु यात्रा पहिलोचोटि हो जीवनको पहिलोचोटि पहिलो अनुभव हजुर मरिन्छ कि बाँचिन्छ रोगले भेटेको छ भनेर ए होइन होइन त्यो त अब नैमनमै आएको म त्यो त आफ्नो आफ्नो भाग्यले लिएर आएको हुन्छ भने तर र पनि सबै एक दिन त मरिन्छ तर पनि अहिलेको लागि चाहिँ वर्तमानमा त जिउनु पऱ्यो नि त रमाउनु पऱ्यो होइन उपचारमै थिएँ ल केही मनोकाङ्क्षाहरू अवश्य फस्टाउनु माग्ने रक्षा गर्नु दिनुहुनेछ हामीलाई सक्दो र पुरा त दुईटा झोला त आफै बोक्थेँ नि ल त आदरणीय दर्शक महानुभावहरू साथीहरू हामी फक्ताङलुङ होटल लजबाट हामी प्रस्थान गरिसकेका छौँ केही अझै पनि भक्तजनहरू अझै पनि तीर्थयात्रीहरू छन् तयारीमा छन् आधीभन्दा बढी यहाँबाट गइसकेका छन् अब यहाँ केही अझै पनि तीर्थयात्रीहरू तयारीको अवस्थामा हुनुहुन्छ उहाँहरू लगभग 3 भागमा 2 भाग गइसक्नु भएको छ अरू तयारी अवस्थामा होइन अब हामी जाँदा पानी परिरहेछ यो तपाईँको फक्ताङलुङ 5 ताप्लेजुङ यो ठाउँलाई हामीले छोडेर यो रात बितायौँ अब हामी यहाँ फक्ताङलुङ यात्रामा हामी लागिसकेका छौँ र अन्य साथीहरू सबै हिँडिसकेको अवस्था म पनि लागेको अवस्था है अब यो भारी बोकेर कहाँसम्म पुगिन्छ अब मलाई पनि थाहा छैन बाटो बिस्तारै जाने भन्ने कुरो छ है अब हामीले यो खोलाहरूलाई पार गर्दै हामी अघि बढ्दैछौँ हेलो हेलो आदरणीय दर्शक महानुभावहरू अब म लाग्दैछु आज म छु यहाँ रानी पुल भन्ने ठाउँमा जहाँ बास बसेर हिजो बेलुका यहाँ 12 बजे हामी गाडीमा आइपुग्यौँ र अहिले यहाँ रानी पुलमा हामी लजमा बसेर विश्राम गरेर अब हामी फक्ताङ यात्राको लागि लागिसकेको छौँ र सम्पूर्ण तीर्थयात्रीहरू गइसक्नु भएको छ म पनि लागेको अवस्था हातमा लौरो बोकेर भारी कम्तीमा पनि 20-22 किलोको भारी मेरो ढाडमा तिर्सिराखेको छ म अब लाग्दैछु यो फक्ताङलुङ यात्राको लागि यो तल यहाँ खोला बगिरहेछ यो तम्बर नदी यहाँ अब त्यो हामीले त्यो नदीको पार गरेर जानुपर्ने अवस्था छ यो तल देखिएको नदीमा ल अरूहरूमा आउँदै हुनुहुन्छ म लागेको छु अब एउटा जीवनको एउटा अविस्मरणीय क्षण यो मेरो जीवनको एउटा पहिलो यात्रा जिन्दगीमा मैले यत्रो आज हाम्रो 10औं दिन कम्तीमा पनि 9-10 दिनको हाम्रो यात्रा हो समयलाई साथ दियो भने होइन त्यो पनि अरू समय लाग्ने सम्भावना छ र मेरो जीवनको एउटा अति नै भनौँ न ऐतिहासिक यात्रा हुनेछ जीवनमा मैले यत्रो यात्रा कहिल्यै तय गरेको थिइनँ हामीले अब यहाँबाट ले हुँदै घुम्से पुग्नुपर्छ घुम्सेमा हामी त्यहाँसम्म हाम्रो फेरि त्यहाँ वासस्थान हुनेछ त्यहाँसम्म हाम्रो यात्रा सुरु गरिसकेको छौँ होइन साँच्चै आज मलाई अति नै उत्सुकता र कौतूहलता जागेको छ र मनमा अति नै उत्साह र जाँगर पनि छ जोस पनि छ हुन त शरीर अहिले थाकेको छैन त्यही भएर एउटा आँट हिम्मत आएको हुनसक्छ थाकेको शरीरलाई पनि म अघि बढाउन सक्छु भन्ने मलाई लागेको छ अब मेरो यात्रा
भर्खर सुरु हुँदैछ। हाम्रा लिडर्स दाइले भनेअनुसार चाहिँ, सरले भनेअनुसार चाहिँ हतार नगरिकन बिस्तारै हिँड्नुपर्छ। यहाँ हिउँ पर्ने भएकोले, यहाँको चिसो मौसमले गर्दाखेरि यहाँको मौसम तापक्रम 10 डिग्री सेल्सियस कमभन्दा पनि चिसो हुनसक्छ यहाँ। त्यसले 10-15मा हुनेछ। त्यसले गर्दाखेरि अलिकति हतार नगरिकन नआत्तिकन बिस्तारै हिँड्नुपर्छ भनेर उहाँले भन्नुभएको छ र म पनि बिस्तारै हिँडिराखेको छु। यो अहिले त मलाई केही छैन, भर्खर मैले भारी बोकेको छु। तर अब हिँड्दै गर्दा जाँदै गर्दा शरीर अवश्य पनि थकित हुनेछ, शरीर गल्नेछ। सायद पानी रह्यो भने दिउँसोको टाइममा घाम लाग्नेछ, घाममा पसिना आउनेछ होइन। र पनि त्यो हाम्रो यो हिँडाइ दममा 3 दिन हिँड्नुपर्नेछ। यो तमोर खोलाको शिर यस्तरी सधैँभन्दा पानी एकदम जोरदार आएको अवस्था छ है। यहाँ जानुभन्दा अघि मान्छेले यहाँ धुप बालेर सेवा ढोक गरेर जानुभएको छ र म पनि धुप बाल्नु त सम्भव भएन। हे तमोर नदी, तपाईँलाई मेरो कोटी कोटी प्रणाम छ। र यो तमोर नदीलाई म पनि 2 हात जोडेर सेवा गर्दैछु। मैले धुपबाती बाल्नु त मैले भ्याइनँ, मेरो हात खाली छैन। तपाईँको अवस्था एकदमै लौरो टेकेर हामीले ट्रेकिङ स्टिकमा घरमा भारी अगाडि पछाडि झन्डा माग्निसा बोकेर हामी पढ्दैछौँ। गुरुहरू माथि गुरुहरू हुन्छ, हाई भन्दैन गुरुहरू ल ओ माथि जय फक्ताङलुङ, जय फक्ताङलुङ। अघि आउँदैछौँ है। आज अलिक पानी रहेको अवस्था। हामी अब यो उकालो पार गर्दैछौँ। अझै हाम्रो घुम्से पुग्नुलाई अझै 2 दिन लाग्छ भनेको छ। हामी भोलि मात्रै घुम्से भन्ने ठाउँमा पुग्छौँ। हामी तलबाट हामी आएको गङ्गाथि उक्लिँदैछौँ। हामीले पढाएको छौँ कक्षा 9मा घना गसेको उकालो चढ्दाको छेउड भने जस्तै आज हामी फक्ताङलुङको चुचुरामाथि उक्लिँदैछौँ। यो जीवनको प्रकृतिसँग जुझ्नु नै जीवनको रमाइलो भन्छन्। त्यही अनुसार हामी जीवनको रमाइलो माङको सेवामा फक्ताङलुङ माङको दर्शनमा हामी जाँदैछौँ। 1994मा गुरु फागनन्दले 12 जना चेला लिएर फक्ताङलुङ जानुभएको अरे। उहाँ धेरैचोटि जानुभयो अरे। एकपल्ट 12 जना लिएर, एकपल्ट 45 जना लिएर, 7औं चोटिसम्म गुरु फागनन्दले पाए टेकेको ठाउँ फक्ताङलुङ हामी जाँदैछौँ। अवश्य पनि सत्याहाङमा महिगुम अंशीबाङ गुरु फागनन्दको शक्तिले हामी अवश्य पनि त्यो फक्ताङलुङमा पाइला हामी टेक्नेछौँ। यो हाम्रो प्रण हो, यो हाम्रो बाचा कसम हो। मैले कमसेकम पनि 25 किलो लोड बोकिरहेको छु मैले। आइपुग्यो।